भाइ कति छ माछा? नमस्ते, वेलकम टु दि च्यानल। म अहिले माथितिर लागिरहेको छु। एउटा स्पोट छ, त्यो स्पोटमा लगेर तपाईँहरूलाई देखाउनको लागि चाहिँ म लागिरहेको छु। यो बाटो चाहिँ तपाईँहरूले मेरो पहिला अगाडिको भ्लग हेर्नुभएको छ भने यो बाटो पक्कै पनि थाहा हुनुपर्छ तपाईँलाई। कसैले हेर्नु मिस गर्नुभएको छ भने मैले आई बटनमा पनि राखिदिएको छु, हेर्न सक्नुहुनेछ। र यो बाटो भनेको चाहिँ तपाईँको बेलडाङ्गीदेखि सिधै माथि लारुम्बा जाने बाटो हो है। यहाँदेखि तपाईँको आज चाहिँ म चपेटी भन्ने ठाउँ जाँदैछु। बाटो कस्तो छ, पानीले कस्तो बनाएको छ हेरौँ अब होइन। बाटो राम्रो छ छैन, म चाहिँ गएको छुइनँ, त्यही पनि अब म फर्स्ट टाइम जाँदैछु। कता पर्छ चपेटी त्यो पनि थाहा छैन होइन, सोध्दै जानेछु म। र मौसम आजको पनि एकदम कुल मौसम छ। राइड गर्नुपर्ने चाहिँ हो यस्तो मौसममा चाहिँ ठिक हुन्छ, मलाई मनपर्छ। घाम पनि लागेको छैन, पानी पनि परेको छैन, एकदम सही छ आजको मौसम चाहिँ। मलाई चाहिँ अलिक प्राय नेचरसँग रमाउनु मनपर्छ होइन, त्यही भएर पनि मेरो भ्लगहरू प्राय नेचर सम्बन्धी नै हुन्छ होइन। तपाईँहरूलाई लगेर देखाउने ठाउँहरू पनि त्यस्तै हुन्छ। देखिराख्नु भएको छ त्यो भ्यूहरू, त्यो माथिको त्यो पहाडहरू छ नि, हो त्यहाँबाट चाहिँ लारुम्बा त्यतैबाट जाने हो है जाँदाखेरि चाहिँ। तर पहिला चाहिँ म गएको एकचोटि होइन, तर अहिले चाहिँ म गएको छुइनँ। यहाँ आउँदा चाहिँ मलाई दामी लाग्छ कि भ्यूहरू मजाको, एकदम शान्त जग्गा छ होइन। फ्रेस हुनको लागि चाहिँ जो कोहीलाई होइन दिमाग खराब भएको छ होइन, त्यस्तो मान्छेहरू टक्क यहाँ आएर फ्रेस हुनको लागि चाहिँ एकदम राम्रो जग्गा हो यो चाहिँ। यो एरिया मलाई एकदम असाध्यै मनपर्छ। जस दमकदेखि त्यति टाढो पनि छैन होइन, दमकदेखि सिधै माथि लाग्नुभयो भने तपाईँ आउनु सक्नुहुन्छ बेलडाङ्गी। ला अलिअलि पानीको छिटा आउँदैछ यार, पानी पऱ्यो भने चाहिँ बर्बादै हुने भयो। देखिराख्नु भएको छ प्राय मान्छेहरू बढी मात्रामा यता आउने गर्दछ। हेर्नुहोस् ए बाटैबाट यताबाट यस्तो ए बाटैबाट हो नि होइन। ल हेर्नुहोस् होटलहरू यहाँ पुरै प्रशस्त मात्रामा पाइन्छ होइन, एकदम सुन्दर दृश्य छ। पानी परिरहेछ यार हल्का छिटा।
हल्का छिटा पानी आइरहेछ। पानी पर्यो भने त मजाकै रहेछ त भने। तल जाने बाटो चाहिँ यस्तो छ, एकदम ओह्रालो। ओह क्यामेरा फुट्छ है फेरि, चिप्लेर लड्यो भने यार अलिक अप्ठ्यारो रहेछ बाटो चाहिँ। यस यहाँ चाहिँ शीतल क्या, अलिक माथि चाहिँ अलिकति गर्मी भयो, यहाँ तल आउँदाखेरि चाहिँ अलिक शीतलै भयो। फेरि यार झन्डै चिप्ले यार, चप्लीमा छु कि फेरि म, त्यही भएर पनि चिप्लिरहेछ क्या। ल देखिराख्नु भएको छ यो पुल, त्यहाँ भाइले माछा मार्दो रहेछ, हेर्नु पऱ्यो म चाहिँ। भाइ कति छ माछा? माछा कति छ? पर्दैछ?
भाइले भर्खर 2टा माछा पार्दो रहेछ होइन त भाइ? सधैँ आउँछौ? अनि सधैँ आउँदा कति बेलुकासम्म थाप्छौ? कति हुन्छ बेलुकासम्म? आधा केजी जस्तो हुन्छ? यो चाहिँ चारो हो है, यो माछाको चारो। यही चारोले गर्दाखेरि चाहिँ माछा पर्ने हो होइन, बल्छीमा राखेर। ल माथिको भ्यू हेर्नुहोस् ल, एकदम राम्रो भ्यू छ है। यहाँ अगाडि देखिरहनु भएको छ, यहाँ चट्ट कटेजहरू छ, बसेर खाने होइन जग्गाहरू। खोलाहरू यसरी बगिरहेछ होइन, आएर फिसिङ गर्नु पनि सक्नुहुन्छ तपाईँ। यसरी फिसिङ गर्दै रमाइलो लिन पनि सकिन्छ। यता डाँडा काँडा छ।